रौता पोखरी एकदम व्यवस्थित भइसकेको छ होइन। गाइस हामी चाहिँ अहिले रौता छौँ। यतातिर रौता पोखरी छ होइन। अनि हामी चाहिँ अहिले भर्खर आइपुगेको अनि हामी चाहिँ आज यहाँ बसिन्छ। को बुनु तिमी, म तिमीलाई किन देखाउनु। अनि यतातिर चाहिँ यस्तो छ होइन। अनि हामी चाहिँ अब माथि डाँडासम्म जानुपर्ने हुन्छ चिउतरीकामा होइन। जे होस् मैले चाहिँ अलिकति टाइम नपाएर होइन त्यति भिडियोहरू अपलोड गरिरहन पाएको छैन गाइज। जे होस् यतातिरको भ्युजहरू चाहिँ बवाल छ होइन। अस्ति नि पनि आएको थिएँ, सो फेरि पनि आउन मन लागेर म आएको हो होइन। जस रमाइलो छ। अनि त्यो पछाडि आउँदैछ नि मेरो भिडियो, मलाई त नदेखाए अरे कति न होइन गाइज, कति न ठ्याक्कै मन्दिरमा आइसक्यौँ होइन। अलिअलि मान्छेहरू पनि पूजा गर्न भइरहेको रहेछ। अनि पानीहरूमा अलिकति जुत्ता खोल्नु पर्ने, फेरि जुका लास लाग्दो रहेछ, त्यही भएर मैले जुत्ता खोलिनँ मैले चाहिँ बाहिरबाट होइन। यो चाहिँ एकदम रमाइलो गर्नुपर्ने हुन्छ। यस्तो भाउको चाहिँ केटीहरूलाई चाहिँ हामी भाउ दिँदैनौँ होइन। हाम्रो पनि फाल्टे सान छ होइन, फाल्टे नाम छ। सो बोर्ड छ गाइज, बोर्ड हुनुपर्ने हुन्छ। यतातिर चाहिँ एकदम विकास भइसकेको छ गाइज होइन। अनि यतातिर चाहिँ होस् राम्रो छ ठाउँहरू होइन। सिमहरू चाहिँ एकदम बवाल छ। मलाई पनि लास्टै मन परेर फेरि जम लाग्यो, त्यही भएर म पनि आइदिएको होइन। अनि जे होस् रौतामा चाहिँ एकदम राम्रो व्यवस्थित भइसकेको छ क्या अहिले, अझै हुँदैछ होइन। कोही प्लास्टिक च्याप्टे गाइज होइन। अब कसरी जाने कि तनाव भयो, यस्तो काल जानुपर्छ, कसरी बोक्नु कि यो। सो गाइज मलाई चाहिँ बाघ आएर खेदायो होइन। म चाहिँ यस्तो कालो कुद्दा बाघले झन्डै खाएको नि त मलाई। अहिले पनि बल्ल भागेको गाइज, झन्डै धस्ता हानेको मलाई। पछाडि त कस्तो कुहिरो लाग्यो। चढ्नलाई उकालो डाँडाबाट देखाइरहेको छु होइन। जे होस् रोइला छ यहाँ घुम्नको लागि। तपाईँहरू पनि आउनु होला, मजाले घुम्नु होला। अनि गाइज बी केयरफुल, यहाँ चाहिँ खतरा बाघ पाउँदो रहेछ। झन्डै मलाई सकेको क्या, धन्न बाँचेँ म। ठुलो भएर होला गाइज आज म बाँचेँ, नत्र मलाई बाघले सकेको। जङ्गल यस्तो छ क्या गाइज यहाँभित्र होइन। खतरा बाघ निस्केर होइन झन्डै एट्याक हानेको। म चाहिँ भाग्दा गरेर आएँ। जे होस् पछाडि देखिरहनु भएको छ गौतम बुद्ध। अहिले जान्छु म यता, यतातिर पनि गाडी छ। एकछिनमा म चाहिँ त्यहाँनिर घर जस्तो देखिरहेको छु छैन, त्यहाँ गएर चाहिँ बस्नुपर्ने हुन्छ। घरभन्दा पनि यस्तै गलेको मान्छेहरू आउँछ अनि बस्छन् भनेर बनाइदिएको होला। सो गएर त्यहाँ चाहिँ म रेस्ट गर्नुपर्ने हुन्छ। कुद्दा झन्डै मुटु नि फुटो गाइज होइन। के गर्नु, यस्तै छ, गाह्रो छ यस्तो बाटोमा होइन। तपाईँहरू पनि एक्लै आउनु भयो भने बी केयरफुल, साथी कोही लिएर आउनु होला। एक्लै आउँदा चाहिँ यस्तै गाह्रो हुन्छ गाइज। जे कुराले पनि हेप्ने रहेछ। उकालो चढ्दा मेरो त मुटु नि फुटिसक्यो गाइज है। अनि अब ऱ्याक पनि हुँदैछ मलाई। तर जे होस् यताको मौसम चाहिँ अलिक खत्रै छ, त्यही भएर मलाई मजा पनि लागिरहेको छ होइन। अनि कुहिरोहरू पनि बवाल छ, वाउ देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ बस्ने ठाउँ छ, म चाहिँ यहाँ गएर बस्नुपर्ने हुन्छ गाइज होइन। जे होस् स्यास्या हुँदै कति भिडियो बनाउनु जस्तो पनि लागिसक्यो। तर दुःख दियो, तपाईँहरूलाई दुःख नदियोस् भनेर मैले चाहिँ बनाएको हो। एकदम राम्रो छ गाइज होइन। तलतिर कुहिरोहरू, त्यहाँ यतापट्टि टावरहरू छ, त्यता पनि म जानेछु। सो अब म चाहिँ एकछिन यहाँ रेस्ट गर्छु अनि मात्र जानेछु। बाघ आउने जङ्गलै त्यही हो गाइज। यहाँनिर चाहिँ कसको नम्बर हो होइन। यो शिला लेखा यस्तो रहेछ। यहाँबाट चाहिँ
पुरा जानुपर्ने हुन्छ आकाश जस्तो छ होइन ओहो जंगल बवाल है आप ठुला ठुला बाघ आप ठुला ठुला सांप देखने के लिए इधर जंगल आओ बहुत ठुलठुला ढुङ्गा है देखो देखो इधर देखो अहिले हामी चाहिँ अब टावरतिर जाँदैछौँ अनि यहाँ चाहिँ बवाल ढुङ्गा रहेछ होइन कत्रो हात्तीभन्दा पनि ठुलो छ होइन अनि यहाँ चाहिँ अब एकछिन मैले उभिनु पर्ने हुन्छ अनि यहाँबाट चाहिँ मैले इन्जोय लिनुपर्ने हुन्छ सो चढ्न पो सक्दिनँ के हो यार ओहो झन्डै लडेको त म कसरी चढ्ने यार यहाँ फाल्दिने राइट सो अब देख्नु होला कला चढे गाइज अम्बो क्या बवाल यार कतातिर घरहरू छ गाउँहरू क्या मौसम है यार क्या कमाल है इतना मजा त कुनै टाइममा पनि लिएको थिएन देख्न सक्नुहुन्छ ओहो बाघ आउँछ है फेरि बाघ आउँछ केटाकेटी आउनु हुँदैन यता बाघले उडाउला बाघले त फेरि बी केयरफुल सो अब मैले अगाडि देखाउनु पर्ने हुन्छ गाइज चाहिँ मैले स्पेसल के भन्छ अङ्गुरी चपाउनु पर्ने हुन्छ यस्तो अङ्गुरी चाहिँ लिएर आउनुपर्छ गाइज फेरि तिर्खा लागेर कस्तो मिठो भएको हौ आमामा यस्तो मिठो त्यो साले रे पुरै घुमिरहेको गाडी म रौताको त्यो पार्वती र के भन्ने भन्छ नि त्यस्तै त्यो यहाँनिर चाहिँ चराउँदै हराएको अरे क्या कति धेरै गाई अनि बाख्राहरू होइन यस्तो छ क्या यहाँनिर चाहिँ होइन पुरै यहाँनिर चाहिँ चराउँदै हराएको रे अनि जे होस् त्यस्तो सुनेको थियौँ होइन अब हो होइन त्यो त भगवान् जाने तर होइन त्यो रौता डाँडामा पानी छ नि त्यो चाहिँ कसको शक्ति थाहा छ मेरो शक्ति चाहिँ होइन के भगवान् पो भन्नुहुन्थ्यो त्यही भएर त तल त्यो हुन्छ नि मूर्तिहरू कस्तो दामी बनाएको छ है मलाई त लास्टै माया लागेर आउँछ अनि नेतातिर बवाल कुहिरो लागिरहेछ अनि कुहिरोको साथमा हामी चाहिँ हिँडिरहेको छौँ अनि लास्टै उकालो पनि छ होइन उकालो भएर केही भएन हामीलाई मजा आइरहेको छ गाइज हामीलाई होइन यतातिर त कस्तो गीत गाउँदा ठिक हुन्छ भन्दाखेरि घाँस काटे बहिनी हो ला 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 आ भन्ने खालको गीत भिडियो गर्दा हातै गल्छ हौ के भन्नु त्यो अब हामी चाहिँ टावरमा जानुपर्ने हुन्छ गाइज रौताको बवाल टावर छ त्यहाँ गएर चाहिँ हामीले मजाले इन्जोय लिनुपर्ने हुन्छ गाइज हातै गल्छ हौ रौताको चिसो हावा तिमाथि होइन भिडियो गर्दा त हात गलेर मस्ट हुन्छ राम्रो केटी छ है माइकले आइदिए बाघलाई त झन्डै मैले हान्दिएको यार माकोसम्म झन्डै के अलिकतिले स्या हुँदै कुदेको त बाघ तपाईँलेहरूले थाहा पाउनु भयो होला नि त नत्र त कसम भनेको हौ बाघलाई त म मार्थेँ यार अब हामी चाहिँ यहाँ आइसक्यौँ होइन यहाँको चाहिँ यस्तो रमाइलो ठाउँमा चाहिँ चट्ट राम्रो खसीको सेकुवा एक बोतल रौताको पानी
भए कति मजा आउँथ्यो है तर राज कुहिरो बबाल छ गाइज कुहिरो बबाल छ होइन त भनी हराइसक्यो गाइज कुहिरोमा फाइनल आयो मान्छे गायब गाइज केही देखाएको छैन पुरै गायब यति मजा त कहिले मलाई आएको थिएन गाइज यति मजा कहिले आएको थिएन टावरमा कस्तो छ गाइज पुरै घेरा रहेछ है गाइज कट अनि त्यस्तो राखे गाइज मैले चाहिँ अस्ट्रेलियामा भेडा बाख्रा चराउनु गर्दैछु है कति धेरै भेडाहरू छ गाइज अस्ट्रेलियामा गाइज हो केटा हो नेपालको सबैजना अस्ट्रेलिया हो भेडा बाख्रा यसरी चराओ यसरी चराउनु पर्छ केटा हो होइन यो चाहिँ अस्ट्रेलियाको विद्यालय स्कुल बुझ्दैन होला है यस्तो हुँदो रहेछ होइन राष्ट्रिय भलिबल कस्तो मजाले यिनीहरू कति मजाले साइड इसारा पनि बुझ्ने है मालिकले गर्ने गाइज हामीले चाहिँ राउन्ड डाँडा आइसक्यौँ आजको मेरो यो भ्लग चिनेर सकिन्छ